फेरि पनि नमस्कार सबैजनामा। चुपचाप छाप आह्वानमा नेपाली जनताले चुपचाप छाप लगाइदिएका छन् र अहिलेको मत परिणाम हेर्ने हो भने राजसभाको बहुमत पक्का र भोलि लोकप्रिय मत समानुपातिको मत काउन्ट गरेपछि 2/3 पनि पुग्न सक्ने सम्भावना देखिराखेको छ। तर नेपाली जनताले चुपचाप छाप आह्वानमै चुपचाप छाप गर्नु त भयो, तर भोलि सरकार बनेपछि पनि सरकारले गर्ने नराम्रा कामहरूमा पनि यहाँहरू तपाईँ हामी चुपचाप चाहिँ रहनु हुँदैन। हिजोको दिनमा पुराना पार्टीले गरेका गल्ती कमी कमजोरीहरूमा पनि चुपचाप रहेकै कारणले आज यो स्थिति आयो र भोलि पनि फेरि नराम्रा कामहरू सरकारले गरेको खण्डमा पनि अब राजसभाकै सरकारले गरेको हो भनेर हामी सबैजना अन्धभक्त भयौँ र चुपचाप नै रह्यौँ भने स्थिति योभन्दा अझ बिग्रिन्छ। राजसभाले आफूले सोचे जस्तो काम गर्नलाई कानुनहरू बाधा छ र त्यो कानुनहरू परिमार्जन गर्नुपर्छ, कति कानुन फेर्नुपर्छ र नयाँ कानुन बनाएर जानुपर्ने छ। हामी पञ्चायतकालदेखिको शिक्षा ऐनमा छौँ, प्रहरी ऐन आएको छैन, भूमि ऐन आएको छैन र विभिन्न ऐन कानुनहरू बनाउनु पर्नेछ र त्यो कानुनहरू बनाउँदै गर्दाखेरि जनपक्षी आउँछै आउँदैन, जनहितमा आउँछै आउँदैन र नागरिकको पक्षमा आउँछै आउँदैन भन्ने कुरा हामी सबैले हेर्नुपर्छ। र हिजो रवि लामिछानेले हामी क्लिन स्विप बनाउँछौँ, संसदमा प्रतिपक्ष विहीन बनाउँछौँ भनिरहँदाखेरि उहाँले संसदमा प्रतिपक्ष विहीन त बनाउनु होला, तर सत्ताको सरकारको प्रतिपक्ष भनेको मूलत जनता हो र सत्ताको प्रतिपक्ष जनता सधैँ रहन्छ। यो कुरा उहाँले भुल्नु हुँदैन र जनताले हरदम प्रश्न उठाइराख्नुपर्छ। राम्रो काम गर्दै जानुभएको खण्डमा हामीले स्याबासी दिनुपर्छ र नराम्रो कामहरू गर्दै गएको खण्डमा हामीले आँखा चिम्लेर समर्थन गर्नु हुँदैन। हिजोको दिनमा पुराना पार्टीहरूले गरेको गल्तीहरूमा हामीले आँखा चिम्लेकै कारण यो अवस्था आएको कुरा हामीले भुल्न पनि हुँदैन। र अर्को कुरा, हिजोको दिनमा राजसभाले 74 को चुनावमा चाहिँ जुन यो प्रदेश चाहिँ खारेज हुनुपर्छ, प्रदेशले चाहिँ आर्थिक भार चाहिँ निम्तिरहेको छ देशमा भनेर जुन चाहिँ जनतामा बोलेको थियो, आज अहिले फेरि 82 को चुनावमा चाहिँ भोट माग्दै गर्दाखेरि प्रदेश चाहिँ चाहिन्छ भने जस्तो कुरा निस्किरहेको छ र अब राजसभाको समर्थकहरू वृद्धि हुँदै जाँदाखेरि आफ्ना समर्थकहरूलाई अथवा कार्यकर्ताहरूलाई चाहिँ व्यवस्थापन गर्नकै निम्ति फेरि चाहिँ प्रदेशलाई राखिने र प्रदेशमा चाहिँ विभिन्न चाहिँ आफ्ना कार्यकर्ताहरूलाई भर्ती गरिने कामको लागि चाहिँ प्रदेशलाई राखिने हो भने पुराना पार्टी र चाहिँ राजसभाले नयाँले गरिनेमा कुनै पनि फरक पर्दैन। यदि आर्थिक भार भएकै हो र देशलाई चाहिँ प्रदेश नचाहिने नै हो भने चाहिँ उसले आफू सरकारमा गएपछि कानुन नै परिवर्तन गरेर प्रदेश खारेज गर्न सक्नुपर्छ र जति पनि उसले जनहितको कामहरू गर्न खोजेको छ त्यो कुरामा सबैजनाले समर्थन जनाउनुपर्छ र उसले गर्ने कुनै पनि गलत कामहरूमा हामीले चुपचाप भन्नु हुँदैन। हिजो चाहिँ आज पुराना पार्टीहरूका कार्यकर्ताहरूले फेसबुकमा चाहिँ लेखेर हामीले हिजो प्रश्न गर्न नसक्दाखेरि आज पार्टीको स्थिति यो भयो भनेर आज लेखिराख्नु भएको छ। हिजो उहाँले प्रश्न गर्न किन सक्नु भएन, समयमा प्रश्न गर्न नसक्दा आज यो स्थिति भयो र पुराना पार्टीका
समर्थकहरू जो आज चाहिँ स्तब्ध बन्नुभएको छ अहिलेको निर्वाचन को चाहिँ परिणाम देखेर यसमा स्तब्ध हुनुपर्ने केही पनि छैन। यो समय कालखण्डमा यस्ताहरू घट्छन् र अबको 15-20 वर्षपछि फेरि नयाँ शक्तिहरू आउँछन् र नयाँ शक्तिले चाहिँ फेरि सरकारको नेतृत्व गर्छन्। यो समयक्रममा हुने हो। हिजो चाहिँ पञ्चायतबाट राणाबाट चाहिँ काङ्ग्रेस एमाले देश हातमा लिएका थिए भने आज एमाले काङ्ग्रेसको हातबाट चाहिँ अर्को पक्षमा अथवा चाहिँ नयाँ शक्तिहरूमा चाहिँ आफ्नो सत्ता जाँदैछ र भोलि पनि फेरि कुनै कालखण्डमा अर्को शक्ति आएर अथवा चाहिँ अर्को जेनेरेसन आएर यो शक्ति सत्ता लिन्छ। यो क्रमिक रूपमा हो र यसमा कुनै पनि हामीले स्तब्ध हुनुपर्ने पुराना पार्टीहरूले दुःख मनाइ गर्नुपर्ने केही पनि छैन र चुनाव हरेक 5 वर्षमा हुन्छ। यसमा हामीले सरकारलाई चाहिँ आलोचनात्मक समर्थन गरिरहनुपर्छ र अब त्यही पनि अन्तिम परिणाम आएको छैन, भोट काउन्टिङमै छ। अहिलेसम्मको स्थिति हेर्दाखेरिको यो अवस्था हो भने अन्तिम अवस्था नआएसम्म केही भन्न सकिन्न। तर पनि यो अवस्था अहिलेसम्मको अवस्थाले हेर्दा राजसपाको सरकार कन्फर्म देखिएको छ र जति पनि राजसपाका समर्थक हुनुहुन्छ जनताले चाहिँ उहाँहरूलाई माया दिएको यो अपार जति पनि राजसपाले चाहिँ जुन भारी बोक्नलाई जनतामा आह्वान गरेको थियो उहाँले बोक्न सक्ने भन्दा ठुलो भारी जनताले बोकाइदिएको छ र त्यो भारी चाहिँ उहाँहरूले बिचैमा बिसाउनु हुँदैन। यो भारी बोकेर जनताको आशा भरोसालाई चाहिँ उहाँले पुरा गर्नुपर्छ भन्ने म यहाँहरूलाई यो कुरा राख्दछु र सबैको जय होस्।